यसगरी हामी अमेरिकाको आयोवा राज्यमा छौँ अनि यहाँको वान अफ द पास्टर प्रवीण बराइलीसँग आजको बसाइमा हामी कुराकानी गर्न गइरहेका छौँ। उहाँ हेब्रोन इन्टरनेसनल मिनिस्ट्रीको फाउन्डर डाइरेक्टर हुनुहुन्छ अनि साथसाथै मण्डलीको सेवकाईलाई धेरै लामो समयदेखि यस जग्गामा रहेर मण्डलीलाई अगुवाई गरिरहनु भएको छ। साथसाथै साउथ एसियामा पनि मिसनको कार्यलाई अगाडि बढाउनु भएको छ र आजको बसाइमा विशेष यिनै विषयहरूमा हामी चर्चा परिचर्चा हामी गर्नेछौँ, केही कुरा हामी सिक्नेछौँ, आशिष बाँडचुँड गर्नेछौँ। साथसाथै उहाँ एक आराधक, परमेश्वरले उहाँलाई सङ्गीतको वरदान पनि दिनुभएको छ, त्यस विषयमा पनि हामी एक दुईवटा कुराहरू हामी बातचित गर्नेछौँ र हामी उहाँलाई कार्यक्रममा स्वागत छ तपाईँलाई। धन्यवाद। सर्वप्रथम त तपाईँहरूले भर्खरै मात्रामा चर्च बिल्डिङ तपाईँहरूले आफ्नो लिनुभयो, किन्नुभयो र तपाईँहरूलाई बधाई छ। धेरै धन्यवाद। यसको कस्तो चुनौतीहरू कस्तो हुन्छ यो बिल्डिङ लिँदाखेरिको? कि अलिकति जोस जाँगर बेसी आउँछ सेवकाईमा हो बिल्डिङ हुने र नहुनेमा? त्यो चाहिँ फरक पर्दो रहेछ। कसैको अरूको प्रपर्टीमा सेवकाई गर्दै गर्दाखेरि अब त्यस्तो उनीहरूले दबाब त दिएको होइन, तर पनि एक प्रकारको हुन्छ नि त्यो सेन्स अफ फियर चाहिँ चलिरहेको हुन्छ। भरे के भयो भने, कसो भयो भने, अनि त्यो पछाडि फेरि कतिवटा कुराहरू खुलेर गर्न नपाइराखेको अवस्थाहरू पनि हुँदाखेरि आफ्नै भवन हुँदाखेरि भने एक प्रकारको स्वतन्त्र भए जस्तो फिल, अझै बेसी आँट आउँदो रहेछ। त्यो चाहिँ अनुभव गरिराखेका छौँ यो विगतको 2-3 हप्तामा हामीले। र हिजो मैले यसो त्यो लोकेसन पनि हेर्दै थिएँ, एकदमै कम्युनिटीको बिचमा रहेछ, एकदमै राम्रो एरियामा रहेछ। र विशेष गरेर हाम्रो अब कस्तो हुन्छ भनेदेखि चर्च भवन, आफ्नो चर्च भवन किनिसके पछाडि चाहिँ सेवकाईहरू के अलिकति प्रायः त हाम्रो सेवकाई भनेको नेपालीहरूको अमेरिकामा विकेन्डमा। अब चर्च भवन किनिसकेपछि त विकेन्डले मात्रै त हुँदैन होला नि त, होइन? कि कस्तो छ तपाईँहरूको योजनाहरू? हाम्रो प्रभुकोसँगको हाम्रो प्रार्थना थियो। यद्यपि हाम्रो बिल्डिङ नहुँदाखेरि पनि हामी प्रायः चाहिँ हाम्रो विक पुरा फुल नै हुन्छ। हाम्रो मङ्गलबारको दिन लिडरसिप सेवकाई भयो, तपाईँको बुधबारको दिन हाम्रो हाउस फेलोसिपहरू, शुक्रबारको दिन युथहरूको मिनिस्ट्री छ, शनिबार आमा दिदी बहिनी, बेलुका प्रोफेटिक इभिनिङ प्रेयर। सो हेब्रोन चर्चको बारेमा भन्नु भने वी आर भेरी एक्टिभ थ्रु आउट द विक अल्सो। तर कहीँ कतै अब विगतको 1-1.5 वर्ष यता चाहिँ अलिकति कहीँ कता टाइट भएको जस्तो, अब अरूको प्रपर्टी बेसी चलाइदिनु पनि हामीलाई अप्ठ्यारो। यद्यपि हामीले घरमा गरिराखेका थियौँ, तर जसै प्रभुले हामीलाई बिल्डिङ दिनुभयो त्यो पनि एउटा प्रार्थना चाहिँ थियो, प्रभु हामीलाई तपाईँले भवन दिनुभयो भने अघिभन्दा अझै बेसी हामी तपाईँको उपस्थितिलाई खोज्छौँ भन्ने। सो अब अघिल्लो भन्दा अझै यो बिल्डिङमा त हामी झन् एक्सेल गर्नुपर्नेछ, स्टिवर्ड गर्नुपर्नेछ। आउने दिनहरूमा अझै तपाईँहरूको सेवकाहरूलाई अझै तपाईँलाई यो बिल्डिङले जोस जाँगर चाहिँ अझै थपेको छ तपाईँहरूलाई? पक्का। आई थिङ्क बिल्डिङको जोस जाँगर सँगसँगै जब हामी त्यो भवन हेर्छौँ, परमेश्वरले हेब्रोनमाथि गर्नुभएको भलाइलाई देख्दाखेरि अझै हामीलाई झन् उहाँसँग बस्ने, उहाँको महिमा गर्ने कुरातिर हामीलाई अझै प्रेरणा दिन्छ जस्तो मलाई लागेको छ। चुनौती त छ नि त, यी विशेष गरेर अब बिल्डिङलाई मेन्टेनहरू गर्नु पर्यो, होइन? अनि अब बिल्डिङ भइसकेपछि त्यसै राख्नु भएन, थुप्रै कुराहरू छ। जस आउने दिनमा तपाईँको टिमहरूले धेरै कुराहरू गर्न सक्नेछ। आई थिङ्क तपाईँले सही कुरा भन्नुभयो। जतिसम्म अब कतै रेन्टमा बसेको, जस्तै अब अपार्टमेन्टमा बस्दाखेरि एउटा लमसममा महिनामा एकचोटि तिर्दाखेरि न त हामीलाई लोनको टेन्सन हुन्थ्यो, न के को हुन्छ। अब आफ्नो घर लिएपछि आफ्नै रेस्पोन्सिबिलिटिज पक्कै छ। यद्यपि अब यहाँनिर महिनाको सर्टन अमाउन्टदेखि हामी जम्प त गरेको छौँ, लगभग डबलै जम्पिङ भएको छ। तर मण्डलीमा जिम्मेवारी मान्छे, पछाडिबाट आँट दिने मान्छेहरू हुँदाखेरि मलाई लाग्छ सहज पनि हुँदो रहेछ त्यो कुरा चाहिँ। धन्यवाद छ तपाईँलाई, विशेष तपाईँहरू सबैजनालाई स्वागत छ। तपाईँ आयोवामा कति वर्ष भयो तपाईँ सेवकाई सुरु गर्नुभयो? कसरी आउनुभयो? अलिकति आयोवाको सङ्गति, सुरुवातीको चुनौतीहरू, होइन, यहाँसम्म आइपुग्दाखेरि अहिले त तपाईँ केही हदसम्म अब अलिकति माथि हुनुहुन्छ, परमेश्वरले तपाईँलाई विस्तार बढाउनु, तर सुरुवाती दिनहरूमा त त्यस्तो थिएन। अलिकति सुरुवातीको च्यालेन्जेसहरू, यहाँसम्म आइपुग्दा यसो यात्रा कस्तो थियो? 2013 सालको सेप्टेम्बरतिर म आयोवामा सरेको। त्योभन्दा अगाडि चाहिँ हामी नेपालबाट परमेश्वरले हामीलाई जब ढोका खोल्नु, हामी डेनभर गयौँ, कोलोराडोमा। त्यहाँनिर लगभग 4 वर्ष जस्तो बस्यौँ, सेवकाईहरू त्यहाँ सुरु भयो। विशेष गरी हामीले सुरुमा म आफै थिएँ 2009 को लगभग मे जुनतिर निकै हुन्थ्यो त्यतिखेर पनि त्यहाँनिर। अनि सेवकाई सुरु गरेँ म आफैले, 1-2 जना हामी भेला भयौँ। केही महिनापछि पास्टर हाबिल आउनुभयो अनि हामीले उहाँलाई सेवकाई सुम्प्यौँ। सो 4 वर्ष जस्तो त्यहाँ बसाइ भएपछि म यहाँनिर घुम्नलाई आएको थिएँ। खासै म सन्तोष तिरुवा दाजुको वेडिङमा गएको। त्योबाट फर्केर आउँदा एकजना भाइ हुनुहुन्थ्यो, उहाँको आफन्त, जो चाहिँ अहिले मेरो वाइफको चाहिँ भाइ। अनि आउँदाखेरि
केही समय एउटा घटना भयो, गाडीको घटनाबारे यहाँ बसाइ हुँदाखेरि पास्टर जर्ज, पास्टर मार्थाहरूसँग चिनजान गर्ने मौका मिल्यो। त्यो पछाडि उहाँहरूलाई पनि सेवाकाईमा कतिवटा सहायता चाहिराखेको हुँदाखेरि उहाँहरूले पनि भन्नुभयो तपाईँ यसो मुभ भयो भने राम्रो हुन्छ भन्ने। अनि म पनि एउटा नयाँ अपर्च्युनिटी अथवा एउटा नयाँ खोजिराखेको बेलामा परमेश्वरले आयोमा ढोका खोल्नुभयो। सो 2013 म यहाँ सरेँ अनि केही समय उहाँहरूसँग सङ्गति भयो, निकै साल हामी सङ्गति भयो। त्यो पछाडि त्यो ट्रान्जिसन भएर 2018 सालदेखि चाहिँ एब्रोन इन्टरनेसनल मिनिस्ट्रिजमा सेवाकाई गरिरहेको छु। 18 देखि तपाईँ के फुल टाइम हुनुहुन्छ कि कसरी? 2022 सालदेखि चाहिँ हजुर म फुल टाइम मिनिस्ट्रीमा नै सेवाकाई गरिरहेको छु। च्यालेन्ज छ त अमेरिकामा त फुल टाइम आउनु हैन? भयङ्कर च्यालेन्ज हो नि। म चाहिँ अब मेरो बारेमा भन्नुहुन्छ भने 8 years चाहिँ आई बिन इन अ ब्याङ्किङ इन्डस्ट्री। मैले वेल्स फार्गोको टेलरबाट स्टार्ट गरेको, त्यो पछाडि म के भन्छ युएस ब्याङ्कमा ब्याङ्कर भएँ, त्यो पछाडि म ग्रेट वेस्टर्न ब्याङ्कमा गएर चाहिँ लास्टमा म एसिस्टेन्ट म्यानेजरसम्म पनि भएको। राम्रो रहेछ त, भयङ्कर राम्रो लाइफ चल्दै थियो। हजुर। तर कस्तो हुँदो रहेछ जब प्रभुले बोल्नुहुन्छ, प्रभुले केही कुराको लागि निक्लिए भनेको चाहिँ मलाई 1 वर्ष चाहिँ भएकै हो, ब्याटल चाहिँ गरेकै हो मैले। साह्रो परेन? साह्रो पर्यो नि। अब हेर्नु न 1 वर्षदेखि नै प्रभुले फुल टाइम निस्के केही समय। किनभने अब प्रायः जसो कतिजना नयाँ चर्चको मान्छे, नयाँ मिसनहरू पनि बढिराखेकोले गर्दाखेरि मोर अब फेरि हाम्रो चर्चमा तपाईँलाई सायद अहिले म भन्छु पनि कतिवटा प्रोग्राम्सहरू हामीले त्यसरी डिजाइन गरेकोले गर्दाखेरि फुल टाइम निस्किनु पर्ने भयो। यद्यपि च्यालेन्ज थियो, किन भर्खर जन्मेको नयाँ नानी, भर्खर कोभिडदेखि अलिक हुँदै गरेको, राम्रो पोस्टमा काम गर्दै गरेको, अनि 1 year जतिको ब्याटल पछाडि चाहिँ अनि मैले प्रोको कुरालाई माने अन्त म फुल टाइम निस्किएँ। त्यहाँबाट चाहिँ चुनौती थियो एकदमै। अब अमेरिकामा अब हेर्दाखेरि अब चर्चेसहरू, नेपाल चर्चेसहरू देखिन्छ, तर फुल टाइम निस्किनु पास्टर्सहरूलाई एकदमै साह्रै पर्छ। किनभने धेरै कुराको यहाँनिर अब महिना मरिसकेपछि विभिन्न प्रकारको बिलहरू आइपुग्छ होइन। अब अनि त्योहरूलाई अब कतिवटा कुराहरूमा पार गर्नुको लागि च्यालेन्जेस हुन्छ। तर तपाईँको मण्डलीले जुन प्रकारको हौसला उत्साह दिएको छ, अब त्यसलाई चाहिँ हामीले चाहिँ अब स्याल्युटले गर्नुपर्छ। पक्का। म त्यही त पछाडिबाट उभिदिने मान्छेहरू, काँधमा थपथपाउने मान्छे भए चाहिँ एउटा आँट आउँदो रहेछ। अनि परमेश्वरलाई धन्यवाद पनि दिन्छु, चर्चलाई, हाम्रो लिडरसिप टिमले त्यो आँट दिनुभयो। त्यसको कारणले गर्दाखेरि र उहाँहरू त एउटा च्यानल थियो, किनभने यो कुरामा चाहिँ म क्लियर थिएँ। भिजन दिने प्रभु, अब प्रोभिजन पनि उहाँले दिन्छ, दर्शन उहाँले दिएपछि प्रबन्ध उहाँले दिन्छ। अनि म छक्कै पर्छु, ब्याङ्कमा काम गर्दाखेरि ठिकै थियो, चल्दै थियो, फाइनेन्सियल पनि राम्रै थियो। तर आजको दिनमा नहुँदाखेरि पनि प्रभुले जुन प्रकारको काम गर्नुभएको छ म छक्कै पर्छु। यत्रो 2022 लिएर म झन् 3.5 वर्ष नै फुल टाइम मिनिस्ट्रीमा छु। तपाईँलाई म भन्न सक्छु, आँट गरेर गड इज माई विटनेस। ओभरड्राफ्ट पनि भएको छैन, मलाई कसैलाई तिर्नलाई माग्नु पनि परेको छैन। मेरो परमेश्वरले जुटाउनु भएको छ, प्रशस्त जुटाएर दिनु पनि पुगेको छ। सो यो अवस्थामा चाहिँ प्रभुलाई भरोसा गर्दा चाहिँ थाहा पाइँदो रहेछ। सो त्यहाँ छु म, भनौँ न। 2018 देखि तपाईँहरू हेब्रोन इन्टरनेसनल मिनिस्ट्री आयोवामा सुरु भएर अहिले तपाईँहरू साउथ एसियामा पनि हुनुहुन्छ होइन। अब अर्को च्यालेन्जेसको कुरा हो त्यो स्टेपलाई, तपाईँको त्यो फेथको स्टेपलाई तपाईँले कसरी तपाईँहरूको टिमले अगाडि सार्नुभयो? यो यात्रा कसरी अब अलिकति अब च्यालेन्जेस हुन्छ, यही च्यालेन्जेस हो, तपाईँमाथि तपाईँले साउथ एसियामा पाइला टेक्नुभयो होइन। कहाँनिर के कसो छ सो अलिकति च्यालेन्जेसहरू, मिसन, विशेष तपाईँ अलिकति मिसन माइन्डेड पनि हुनुहुन्छ अरू हेरेर। जब तपाईँसँग कुराकानी हुन्छ, भेट हुन्छ, तपाईँले जहिले पनि त्यो मिसनको विषयमा तपाईँको अलि नै केही आइबस्छ। त्यही भएर यो अलिकति तपाईँको मिसन हार्टलाई, साउथ एसियाको अलिकति जर्नीलाई बताइदिनुहोस् न। सुरुमा जब पनि 2018 सालमा प्रभुले यो मिनिस्ट्री हाम्रो हातमा दिनुभयो, एउटा पेनफुल ट्रान्जिसनबाट हामी मिनिस्ट्रीमा आयौँ। अनेस्टली भन्दाखेरि मलाई पास्टर हुने इच्छा थिएन, मैले मेरो थटमा पनि थिएन। म चर्चमा वर्शिप लिडर गर्दै थिएँ, ठिकै थियो, राम्रो चल्दै थियो। म गीत पनि गाएँ हिँड्ने, तपाईँलाई थाहा हुन्छ, मजा त रमाइलो थियो जीवन। अनि अब अरूले चर्च चलाइराखेको थियो। तर अचानक एउटा घटनाबाट जब हामी चर्च गयौँ, त्यो बेलामा चर्च टुरो भयो, छैन कोही पनि। यसो हेरेको अलिक सिनियर मै रहेछ, सबले मलाई भने अब लिड गर्नुपर्छ तपाईँले। तर त्यो बेला भित्रबाट पवित्र आत्माले के भन्नुभयो भने 40 दिन उपवास छ। त्यो पेनफुल एउटा ट्रान्जिसनको बेलामा चाहिँ म अनि हाम्रो 4 जना जति चाहिँ हामी डेनभर गएको थियौँ, डाँडामा अलिकति रिफ्रेस हुन, माइन्ड किन पुरा त्यो एक प्रकारको ट्रेजेडीले भएको थियो। त्यहाँनिर प्रभुले के भन्नु, जा फर्केर 40 दिन उपवासमा जा। अनि त्यो 40 daysमा चाहिँ डल्लै चर्च हामी उपवासमा जाँदाखेरि चाहिँ खास उपवास गएको चाहिँ प्रभु कसरी लिड गर्नुपर्ने, कसलाई के लिडर बनाउनु पर्ने। तर तपाईँ छक्कै पर्नुहुन्छ, 10 दिन चाहिँ प्रभुले
खालि जसले दुखायो उनीहरूलाई कल गर्दै क्षमा दिए अनि क्षमा माग भन्नुभयो प्रभुले 7 दिनसम्म चाहिँ म अटेर गर्दै बसेको भर्खर त चोट दिएर गएको छ तितोपना त मनमा छ नि त तितो लागेको छ मुटु दुखेको छ नि त तर 7 दिनदेखि उता चाहिँ मैले रेजिस्ट गर्नै सकिनँ पवित्र आत्मालाई अनि मैले कतिलाई कल गरेँ अनि कतिलाई मेसेजबाट पनि भने कल नउठाएकोले गर्दाखेरि मलाई पनि क्षमा दिनुहोस् म पनि तपाईँलाई क्षमा दिन्छु केही पनि राख्दिनँ भने 10 दिनदेखि उता प्रभुले हिलिङ खोल्न थाल्नुभयो 30 दिनदेखि उता चाहिँ भिजनको क्ल्यारिटी आउन थाल्यो अनि त्यो भिजनको क्ल्यारिटीमा चाहिँ के पनि प्रभुले बोल्नुभयो भने स्ट्याग्नेन्ट चाहिँ बस्नु हुँदैन तिमीहरू जहाँ छौ जस्तो छौ त्यो मात्रै होइन तर तिमीहरू फल्दै फुल्दै वृद्धि हुँदै जानुपर्छ है भनेर प्रभुले भन्नुभएकोदेखि सो सुरुवातदेखि नै मिसनलाई चाहिँ हामीले मुटुकै रूपमा लिएर अगाडि बढ्यौँ त्यो चर्चको सुरुवातीमा नै किन म के कुरालाई विश्वास गर्छु भने मिसन चाहिँ चर्चको डिपार्टमेन्ट होइन त्यो चाहिँ मुटु हो किनभने ख्रिस्ट येशूको पनि मुटु हो मिसन चाहिँ एट द एन्ड प्रभुले जब पनि चर्चलाई 5 वटा हामीले जब पढ्छौँ 5 पर्पसेस अफ चर्च भनेर हाम्रो रिक्वायरले कस्तो मिठो कुरा भन्नुहुन्छ नि लास्टमा चाहिँ गएर सेन्डिङ नै छ नि त मिसन नै छ सो त्यसलाई चर्चमा वर्शिप छ भने चर्चमा टिचिङ छ भने चर्चमा मिसन पनि हुनुपर्छ है भनेर चाहिँ प्रभुले स्ट्याग्नेन्ट नबस्नु भन्नुभयो त्यो कारणले गर्दा के गर्ने भन्दा प्रभुले ठिक हामीलाई पास्टर विकास र शैलज अहिले कर्स्याङमा हुनुहुन्छ उहाँ प्रभुले एकदम चलाएको दास उहाँसँग भेटघाट भयो उहाँले पनि मिसनमा निकै पुस गर्नुभयो सिकाउनु भयो त्यो पछाडि हामीले धेरै थिएनौँ हामीले पैसाबाट स्टार्ट गरेनौँ फाइनेन्सबाट हामीले स्टार्ट गरेनौँ हाम्रो हृदय थियो प्रभुले मिसन गर्नुपर्छ भन्ने त्यस कारणले गर्दाखेरि हामीले थोरैबाट भए पनि हामी ओबिडियन्ट भयौँ अनि प्रभुले बढाउँदै लानुभयो त्यही कारणले मलाई जतै निचारे पनि तपाईँले मिसन चाहिँ म भन्छु किनभने त्यो प्रभुले दिएको मुट हो हेब्रोन चर्चको पनि भनेपछि इन्डियामा कतिवटा चर्चेसहरूसँग तपाईँहरू लिङ्क अथवा तपाईँहरू प्लान्ट गरिरहनु भएको छ इन्डियामा अहिले 3वटा जस्तो चर्च छ 3वटा चर्च इन्डियामा नेपालमा 3टा जस्तो छ ओके इन्डियामा त तपाईँहरू त हिन्दी भाषामा पनि तपाईँहरूको लिङ्क छ नि सपोर्ट छ नि यो चाहिँ कसरी हो फेरि नेपाली को सङ्गति एउटा फेरि हिन्दीमा अलिकति क्रस कल्चर किनभने आजभन्दा 2019 तिर होला पास्टर दानियल छेत्री आउनुभएको थियो हाम्रो चर्चमा अनि मैले एन्डमा अल्टर कलको प्रेयर गर्दै गर्दाखेरि मेरो वाइफ र मैले शिरमा हात राखेर प्रार्थना गर्दै गर्दा मैले के भन्नु भने प्रवीण भाइ म तपाईँलाई क्रस रोडमा देख्दैछु इन्टरसेक्सनमा हुनुहुन्छ तपाईँ अनि त्यहाँ चाहिँ खालि नेपाली मात्रै होइन प्रबल तपाईँहरूलाई मल्टिकल्चरल रूपमा पनि चलाउन चाहन्छु है हेब्रोन चर्चलाई बी रेडी भन्नुभएको थियो अनि प्रार्थना गर्दै थिएँ प्रभु अन्त खालि नेपाली मात्रै होइन भन्दै गर्दाखेरि चाहिँ प्रभु फेरि टक्कसँग जुटाउनु भयो अहिले दिल्लीको बुरारी भन्ने जग्गामा एउटा चर्च छ यद्यपि पास्टर उहाँ नेपाली नै हुनुहुन्छ तर वर्षौँदेखि उहाँले हिन्दी स्पिकिङ हजुर उहाँहरूकै बिचमा सेवकाई गर्नु भएकोले गर्दा राम्रोसँगले एकदम राम्रो स्टेवर्ड गरिरहनु भएको छ सो हेब्रोन चर्च चाहिँ साउथ इस्ट एसियामा भाषादेखि पनि माथि उठेर नेपाली कोर मुटु हुँदा हुँदै पनि हामी सबै जातिहरूको किन लास्ट एट द एन्ड त प्रभुले दिएको ग्रेट कमिसनमा त हामीलाई सबै जातिहरूकोमा नै पुग्नु पर्ने भएकोले गर्दाखेरि हामीले अहिलेको चाहिँ नेपाली र इन्डियन्सहरू हिन्दी नेपाली स्पिकिङ र हिन्दी स्पिकिङहरू बिचमा गरिराखेका छौँ भनेपछि अहिले तपाईँहरू हेब्रोन इन्टरनेसनल मिनिस्ट्रीले विशेष आयुवाको टिमले आयुवाको परिवारले चाहिँ नेपाल इन्डियामा जुन प्रकारको सुसमाचार अथवा चर्च प्लान्टिङको कार्यहरू अगाडि बढिरहेछ यसमा मण्डली अथवा तपाईँहरू कतिको सेटिस्फाई हुनुहुन्छ हामी मण्डलीलाई के भन्छ ट्रान्सपरेन्सीको रूपमा भनिरहन्छ हामी उत्साह दिइराख्छौँ अनि मण्डलीहरू उत्साहित हुनुहुन्छ यो कुरालाई देखेर किन हामीले क्लियर पनि भनेका छौँ किन मण्डली चाहिँ खालि हामी यहाँ मात्रै भयौँ भनेदेखिलाई यदि सुसमाचार चाहिँ मण्डलीको कट गर्दादेखि बाहिर निस्किएन भनेदेखिलाई चाहिँ मिसनको त्यो सक्सेसै होइन तर हामीले सुरुदेखि नै बुझाउँदै गर्दाखेरि मण्डलीले यो कुरा बुझ्नुभयो कि खास हाम्रो काम चाहिँ विश्वभरि सामर्य हुँदै यहुदिया हुँदै विश्वको कुनामा पुग्ने हो म पुग्दिनँ तर देयर आर वेज जसरी हामी पुग्न सक्छौँ भनेर सो मण्डली सेटिस्फाई हुनुहुन्छ यो कुरामा आजसम्मको हाम्रो सर्वेमा यद्यपि अब सबै छ छैन हामी जान्दैनौँ हरेको मुटु त तर ओभरअल हामीले फिडब्याकमा हेर्दाखेरि धेरै उत्साहित छ च्यालेन्जेसहरू कतिको छ अब यसमा विशेष गरेर अब आफ्नो चर्चको अब लोकल चर्चको भिन्दै च्यालेन्जेसहरू छ अब तपाईँहरू साउथ एसियामा तपाईँहरूको जुन प्रकारको पाइला चलिरहेको छ च्यालेन्जेसहरू कसरी मिलाउनुहुन्छ तपाईँले पहिलो कुरा त यस्तो हुँदो रहेछ जब प्रभुले दिएको भिजन हुन्छ त्यो भिजनमा जब हामी काम गर्न सुरु गर्छौँ किन प्रभुले दिएको रे र प्रभुको वेजमा गर्दाखेरि च्यालेन्ज हुँदैन होइन च्यालेन्जलाई सहन सक्ने शक्ति चाहिँ उहाँले दिनु हुँदो रहेछ हामीलाई तर यद्यपि च्यालेन्ज त छ किन लोकल ठाउँको अब अमेरिका तपाईँ थाहै छ अमेरिकामा फ्लक्चुएट भइरहन्छ कतिचोटि मान्छेहरू प्रब्लममा धन्यवाद दिन्छु हाम्रो चर्चबाट त्यस्तो धेरै मान्छेहरू सरेको छैन या सरेको छैन त्यस्तो साह्रो है अनि र
मोस्ट च्यालेन्ज आउने भनेको आई थिङ्क फाइनेन्समा हो, ओहो किनभने यहाँको पनि रेस्पोन्सिबिलिटिजहरू छ मह्म, र सँगसँगै हामीले उहाँ पनि मोर अब हाम्रो मिसनको मोडल छ मह्म, त्यसमा चाहिँ हामी मोर इम्प्लोइको रूपमा भन्दा पनि मह्म, मोर हामीले पार्टनरसिप गरेकोले गर्दाखेरि मह्म, त्यति फाइनेन्स हाम्रो के भन्छ टप टियरमा आउँदैन, त्यो पनि प्राइमेरी नभएकोले गर्दाखेरि मह्म, एक हिसाबले त सहज चाहिँ छ, मह्म, तर भन्दै गर्दाखेरि पनि कतिचोटि अब डेफिसिट हुन्छ नि त, मह्म, कहिलेकाहीँ यहाँको पनि खर्चहरू हुन्छ, झन् ओहो, अब अहिले नयाँ खर्च पनि हुने भएकोले गर्दाखेरि थोरै फाइनेन्सियल च्यालेन्जेसहरू देखिए तापनि मह्म, प्रोब्ली हामीलाई मिलाइरहनु भएको छ भनौँ न, मिलाइरहनु भएको छ। अलिकति चाहिँ लिगल इस्युजहरू चाहिँ अलिकति साह्रो पर्छ, किनभने इन्डियामा त अब एफसिआरएको ओहो इस्युजहरू चलिरहेको हुन्छ, मह्म, नेपालमा पनि कतिवटा इस्युजहरू चलिरहेकोले मह्म, गर्दाखेरि यद्यपि हामीले अहिले रेजिस्ट्रेसनहरू पनि निकै अगाडि नै दुइटै गरेकोले गर्दाखेरि सहज चाहिँ पक्कै भएको छ। सो आई थिङ्क च्यालेन्जेस चाहिँ फाइनेन्सियली चाहिँ कहीँ न कतै चाहिँ हुन्छ हुन चाहिँ, तर पनि प्रोबाट आएकोले गर्दाखेरि मन चाहिँ आनन्दित चाहिँ हुन्छ, मह्म, छाट काटेरै भए पनि। मह्म, कतिवटा इन्स्टेन्सेसमा त म फुल टाइम भए तापनि मह्म, इभन मेरै पनि पोर्सन्सहरू मैले पास्टरहरूलाई पठाएको छु ओके होइन चाहिँ, किनभने मिसनप्रतिको त्यो के भन्छ मर्न पनि सिक्नु पर्दो रहेछ भिजनको लागि भन्ने नि। सो त्यो छ आई थिङ्क मन हो च्यालेन्ज, सबभन्दा ठुलो कुरा चाहिँ मान्छेलाई पुग्दैन कि भन्ने त्यो एउटा मन हुन्छ नि, मह्म, त्यो बेरियरलाई चाहिँ हामीले तोड्नु सक्यो भने पुग्छ। तपाईँहरू अब ठुलो टिम हुनु छ अहिले, अब यो विशेष गरेर एडमिनिस्ट्रेसन पार्टहरू कस्तो मोडल कसरी चलाउनुहुन्छ तपाईँहरू, तपाईँको टिमलाई कसरी अलिकति मोडल सुन्नु न कसरी तपाईँहरूले म्यानेज गरिरहन्छ, किनभने अब टिम ठुलो छ अनि अब को पार्ट कोले खेल्ने कसरी गर्ने भने तपाईँहरू कसरी मिलाउनु, लिडरसिपको मोडल कस्तो छ तपाईँहरूको? हाम्रो लिडरसिपको मोडल मोर बिब्लिकल मोडल हो, मोर अलिकति 5 फोल्डको मोडल्स पनि छ हाम्रो। त्यहाँ चाहिँ यो चर्च आफै पनि एउटा अपोस्टोलिक प्रोफेटिक क्यारिजमेटिक चर्च भएकोले गर्दाखेरि अब सेन्डिङ त हाम्रो नै भइहाल्यो। सँगसँगै अब हामी चाहिँ सुरुदेखि नै म क्लियर आउट के थियो भने पेन्टिकोस्टल चर्चेसहरूलाई एउटा लाग्ने आरोप चाहिँ के हुन्छ भने सो इन्टु स्पिरिट, सिस्टम हुँदैन कतिचोटि होइन, लेड बाई स्पिरिट हुन्छ, सिस्टम हुँदैन होइन। फेरि अर्कोपट्टि हेऱ्यो भने सो लेड बाई सिस्टम, स्पिरिट हुँदैन। त्यही कारण चाहिँ प्रार्थना साथ मैले दुईवटा कुरालाई चाहिँ ब्यालेन्स गर्नुपर्छ भन्ने थियो। यसलाई हामी कति रेडिकल मिडल पनि भन्छौँ एकदमै, तर हामी पाउलले भन्छ नि साउन्ड डक्ट्रिन, ब्यालेन्स चाहिँ एकदम जरुरी छ। अनि त्यही कारणले गर्दाखेरि हामी सिस्टम र स्पिरिटलाई ब्यालेन्स गर्दै गर्दाखेरि हाम्रो टिमको मोडल एपोस्टल्स पास्टरको रूपमा म सेवकाई गरिराखेको छु, मेरो वाइफले पास्टरल सेवकाई गरिरहनु भएको छ, हामीसँग टिचरको मिनिस्ट्रीमा हुनुहुन्छ, हामीसँग प्रोफेटको मिनिस्ट्रीमा हुनुहुन्छ, एल्डरसिपको मिनिस्ट्रीमा हुनुहुन्छ, अब युथ वुमेन चिल्ड्रेनको डिपार्टमेन्टहरू सँगसँगै हामीसँग एडमिनिस्ट्रेटिभको पार्ट हेर्ने सेक्रेटरी पनि हुनुहुन्छ, जसले ओभरअल मोर अब तपाईँको के भन्छ स्ट्रक्चरदेखि लिएर तपाईँको म्यानेजमेन्टहरूको कुरा उहाँले हेर्नुहुन्छ, सँगसँगै फाइनेन्सको लागि ट्रेजररले हेर्नुहुन्छ। यद्यपि त्यो सबै कुरामा म उहाँहरूलाई काउन्सिलिङ दिइरहेको हुन्छु या त म उहाँहरूलाई कतिवटा स्ट्रक्चर दिइराखेको हुन्छु, तर काम गर्ने मान्छेहरू हामीले राखेका छौँ चर्चमा। त्यो हुँदाखेरि धेरै सहज पनि भएको छ र अहिले विशेष गरी मोर ओभरसिजको मिसनलाई म हेरिराखेको छु, तर कसैलाई सेडो गराएर प्रिपेयर पनि गर्दैछु ताकि भोलिको दिनमा मजाले ओभरसिजको मिसन्सहरू उसले ह्यान्डल गर्यो भने मलाई पर्मिसन दिएको अब अर्को यो भिजनको अर्को अध्यायतिर, किनभने मेरो काम एज एन एपोस्टलिक गिफ्टिङमा मेरो काम त म त बिल्ड गर्दै गर्नु पर्यो, खन्दै गर्नु पर्यो, बिल्ड गर्दै गर्नु पर्यो। सो त्यो अवस्थामा छ भनौँ न अहिले मोर सिस्टम लेड अनि स्पिरिट लेड छौँ हाम्रो चर्च। किनभने मलाई जस्तो लाग्छ अब कतिवटा यसो विचार गर्दाखेरि विशेष गरेर मण्डली बढ्दै गर्दाखेरि चर्च एडमिनिस्ट्रेसन पार्ट चाहिँ ठिक प्रकारको त्यो धरातल नभएको कारणले गर्दाखेरि चाहिँ चर्च स्प्लिटमा पनि वान अफ द रिजन हो कि जस्तो मलाई अब यस्तो देखेको जस्तो लाग्छ। अब त्यो चाहिँ स्ट्रङ हुनु पऱ्यो, किनभने अब पास्टर बाउले सुरु गरिसके सबै कुराहरू वान म्यान ब्यान्ड जत्तिकै भइरहेको हुन्छ, अनि त्यो हुँदाखेरि कतिवटा कुराहरूमा ढङ्ग पुग्छ, कतिवटा कुरामा ढङ्ग पुग्दैन, अनि त्यस्तो हुँदाखेरि कतिवटा कुराहरूमा अब डिसब्यालेन्स भइरहेको हुन्छ, त्यसले गर्दाखेरि मण्डलीमा त्यसले एफेक्ट गरिरहेको हुन्छ होइन। अनि त्यो भएको कारणले गर्दाखेरि एउटा एडमिनिस्ट्रेसन पार्ट चाहिँ एकदमै स्ट्रङ छ भनेदेखि पास्टरहरू फ्रीली सेवकाईको अझै नेक्स्ट माइलस्टोनमा पुग्न सकिन्छ भनेर हो नि। इभन हामीले चेलाहरूलाई पनि हेऱ्यो भने पत्रुसहरूले पनि के गर्यो भनेदेखिलाई वचनको सेवकाई पनि गर्दैछ, विद्वाहरूलाई पनि बाँड्दैछ, अनेक बाइबलमा हामी त्यो घटना देख्छौँ नि। पछि अनि त्यहाँबाट उनीहरूले डिकन्स अरे यो गर्यो भने हामी चाहिँ कतिखेर वचन तयार गर्ने, उनीहरूले डिकन्सको मिनिस्ट्रीहरू स्टार्ट गरेको छ। सो आई थिङ्क अब तपाईँले राम्रो कुरा गर्नुभयो, परमेश्वरको मिनिस्ट्री चाहिँ वान म्यानको लागि परमेश्वर दिनु भएको होइन,
हरेक वरदानयुक्त मान्छेहरू परमेश्वरले दिनुभएको छ। चर्चमा म कुनै ठाउँमा वचन बोल्दाखेरि मैले कुरा भनेको थिएँ, हरेक चर्चमा आउने मान्छेहरू चाहिँ एउटा क्यानभसको पजल पिस जस्तो, हरेक पिसहरू जब आफ्नो ठाउँमा आएर काम गर्न सुरु गर्छन् एउटा ब्युटिफुल पिक्चर सुरुवात हुन्छ। म के कुरा विश्वास गर्छु भने हरेक चर्चमा परमेश्वरले एक एकवटा पिस दिनुभएको छ मान्छेलाई, एक एकवटा वरदान दिनुभएको छ, एक एकवटा जिम्मेवारी दिनुभएको छ, अनि उनीहरू चल्नुपर्छ। इभन पुरानो करारमा हेऱ्यो भने एक दिन इत्रोले आएर मोसालाई भनेको छ तिमीले यस्तै यही मोडल चलायो भने त तिमी मर्छ एक दिन, बिहानदेखि बेलुकासम्म एक्लै घसेको धसेको। त्यहाँबाट आज कतिले मोसाको लिडरसिप पढाउँछ नि, तर मोसाको लिडरसिप भन्दा अगाडि इत्रोको काउन्सिलिङलाई हामीले हेर्नुपर्छ। कस्तो अब्जर्भेसन थियो उसको होइन। त्यही कारणले मोसाको लाइफबाट पनि हेऱ्यो भने पछि उसले मजाले बुढाहरू यताउता मिलाउँदै गर्दाखेरि उसलाई कति इफिसियन्ट भयो त वर्क। सो मलाई लाग्छ हामी चर्चमा पनि वान म्यान आर्मी भयो भनेदेखिलाई चाहिँ एक त पास्टर नै वेयर आउट हुन्छ, र दोस्रो कुरा के हुँदो रहेछ भने वरदानयुक्त मानिसहरू चाहिँ जमिएर बस्यो, उनीहरू कहिले पनि केही पनि गर्ने मौका पाएन। अनि त्यो हुँदाखेरि कतिजना त बिचारा अब त्यतिकै त्यो सहयोगको आशा भनौँ, डरको आशा भनौँ, या समाजको आशा बसिराख्ला, तर कति त जसलाई परमेश्वरले वरदान दिनुभएको छ उनीहरू कहीँ न कहीँ त चल्नै पर्छ नि त। कतिले भार खोजेको होइन जस्तो लाग्छ मलाई चाहिँ, वास्तवमा भार खोजेको होइन, तर उनीहरूभित्र त्यो कुरा इनबिल्ड भएकोले कहीँ न कहीँ त उनीहरूले गर्नुपर्छ त्यो कुरा भन्ने हिसाबले कतिजना, यद्यपि त्यो हेल्दी राम्रो ट्रान्जिसन भइदियो त राम्रो हो, तर त्यो टु मच हुँदाखेरि कहिलेकाहीँ अब कि त नेपोटिजम हुन्छ, कहिलेकाहीँ हुँदा त अब मण्डलीको सबै त छोराछोरी आफ्नो छोराछोरी हुनु पर्यो नि त। मलाई हाम्रो नेपाली चर्च, सायद आई डोन्ट नो इफ आई एम गोइङ लिटल अफ, तर मलाई मनपर्छ नेपाली चर्चमा चाहिँ पास्टर बाउ भन्छ त कस्तो। हामी अमेरिकाले त चल्दैन त्यस्तो, तर हामीलाई त कसैले बाउ भन्दाखेरि मलाई लाग्छ मेरै छोरा, मेरो भोलिको दिनमा मेरो छोरा आशिर नै मेरो पछि पास्टर हुनुपर्छ भन्ने होइन नि त। भयो भने त राम्रो कुरा हो, तर यदि प्रभुले उसको लाइफमा अर्कै वरदान दिएको छ भने ऊ त्यहाँ भएर मण्डलीमा अर्को छोरा छ नि त मेरो, अर्को छोरी छ नि त मेरो, जो चाहिँ त्यो ठाउँमा आउनुपर्छ। सो मैले कहाँनिर लगेर जोड्नु खोजेको भने परमेश्वरले हाम्रो जीवनमा वरदान दिनुभएको छ, त्यो वरदान हामी एक्लै पुरा गर्न सक्दैनौँ, त्यसको लागि परिवार चाहिन्छ, जुन चाहिँ मण्डली परिवार हो जहाँ परमेश्वरले एक मान्छे राख्नु भएको छ। सो आई थिङ्क एज अ पास्टरको रूपमा रिक वारेनले साह्रो मिठो कुरा भन्नुभएको छ, हामी चाहिँ सेवक होइन, हामी चाहिँ एडमिनिस्ट्रेटर्सहरू भनेको छ। हामी चाहिँ सेवकहरू खडा गर्छौँ, वी आर नट मिनिस्टर्स, वी आर एडमिनिस्ट्रेटर्स, वी लुक, वी डिसाइपल, वी शेप, वी प्रिपेयर मिनिस्टर्स भन्नुभएको छ। सो सेवक सेविकाहरू चाहिँ चर्चभित्र छ, अनि हाम्रो चर्चको मोडल पनि त्यही छ। हामी प्रायः उत्साह गरिरहन्छौँ, खालि सिट मात्रै तताउनु चाहिँ नआउनु है, चर्चमा केही न केही चाहिँ गर्नुपर्छ भन्छ, अनि धेरैले गरि पनि रहनु भएको छ। ओके, अमेरिकामा अब सानो सानो परिवार मिलेर सानसानो बनेको सङ्गतिहरू, धेरै सङ्गतिहरू छ। तपाईँहरू पनि बिस्तारै सानोबाट अहिले अब इन्टरनेसनली तपाईँहरू सेवा गरिरहनु भएको छ। एक दुईवटा सरसल्लाहहरू दिँदाखेरि अब सानसानो मण्डलीहरूलाई, जोहरू चाहिँ अब अहिले चाहिँ यसो विचार गर्दाखेरि, यसो हेर्दाखेरि चाहिँ त्यो सानो झुन्डभित्र नै अल्झिरहेको छ त्यहाँभित्र होइन। त्योभित्रको विभिन्न प्रोग्रामहरू, अब बर्थडे, पिकनिक भयो, आउटरिच प्रोग्रामहरू भन्दा पनि अब चर्चकै कतिवटा कुराहरूमा नै विशेष गरेर मण्डलीहरू चाहिँ तीभित्र अल्झिरहेको छ, अब विच इज अनबिब्लिकल होइन। अब चर्च भन्ने बित्तिकै सेन्डिङ हुनुपर्ने, अघि तपाईँले भन्नुभयो होइन, चर्च भने जहिले पनि बाहिर हो, चर्चदेखि बाहिर, तर त्यो कुराहरू नभएर कतिवटा कुरामा अब चर्चभित्र नै अब सानो छ, त्यही माथि पनि भित्रभित्रै अल्झिरहेको छ। त्यसरी नै समय 1 वर्ष 2 वर्ष 3 वर्ष बितेको समय बितेको थाहै हुँदैन। अब तपाईँहरू 2018देखि बिस्तारो तपाईँहरू अब इन्टरनेसनली भइसक्नुभयो, एक दुईवटा सरसल्लाहहरू, हौसला, उत्साहहरू दिनुहोस् त सानसानो चर्चहरूलाई। उत्साह चाहिँ म दिन सक्छु होइन, सरसल्लाह आई डोन्ट थिङ्क म त्यो मेच्योरिटीमा आएको छु होला, यद्यपि त्यही खेतको एउटा सङ्गी खेतालाको रूपमा चाहिँ म उत्साह चाहिँ दिन सक्छु। बर्थडेको लागि चाहिँ चर्च होइन, हाम्रो सारा एनर्जी चाहिँ हामीले बर्थडे र केमा मात्रै लगायौँ भने प्रभुको काम चाहिँ हामीले कहिले गर्ने। सो म उत्साह गर्न चाहन्छु। लुका 6:12 मलाई सायद प्रभु भन्नु चाहिँ, ए सानो बगल नडरा, तँलाई राज्य दिने मेरो इच्छा छ। भनेपछि परमेश्वरले चाहिँ हामी किङडम असाइनमेन्टमा छौँ, बर्थडेको असाइनमेन्टमा होइन हामी। यद्यपि आज कतिवटा चर्चहरूको इस्युज कहाँ हुँदो रहेछ नि, बर्थडे कहिले काहीँ मनाइदिएन भने परिवार बिच्किने, त्यो परिवारहरूलाई पनि भन्न चाहन्छु चर्च चाहिँ तपाईँको बर्थडे मनाउनुको लागि होइन। प्रभुलाई धन्यवाद, समाज छ, त्यो समाजमा कहिले काहीँ उत्साहपूर्ण काम पनि हामीले गर्दाखेरि हुन्छ, तर चर्चको पहिलो जिम्मेवारी चाहिँ परमेश्वरको भिजनलाई लिएर जाने हो। त्यो कारणले गर्दाखेरि मेरो उत्साह चाहिँ तपाईँलाई मान्छे राख्नलाई होइन, मान्छेलाई मन दुखाउँछ कि भन्ने होइन, एन्डमा गएर चाहिँ यसो ग्राफमा हेर्दा चाहिँ प्रभुको चाहिँ मन दुख्यो कि क्या हो। किन अझ यत्रो वर्ष पनि हामी त्यही सानो उसमै घुमिराखेका छौँ भने केही छैन, सानो चर्च हुनु प्रब्लम होइन है,
किनभने नम्बरिङ बिजनेसमा प्रभु हुनुहुन्न, तर त्यो सानो झुन्डमा पनि डिसाइपल्सहरू खडा हुँदैछ कि छैन, अर्कोलाई फेरि निर्माण गर्ने चेलाहरू चाहिँ निर्मित हुँदैछन् कि छैनन्। यो कुरालाई चाहिँ हामीले हेर्नुपर्छ। चर्चको काम चाहिँ प्रभुको महान आज्ञालाई पुरा गर्नलाई चाहिँ चर्च एक्जिस्ट हुन्छ। बाँकी अरू सेलिब्रेसन्सहरू चाहिँ घरमै गरे पनि हुन्छ, त्यो चाहिँ नन एसेन्सियल्सहरू। अनि एसेन्सियल्स कुरामा चाहिँ परमेश्वरले बडो के भन्छ चासो राख्नुहुन्छ। इभन हामीले पुरानो करारमा हेऱ्यो भने हारुन र मिरियमले मोसालाई कतिचोटि टन्ट गर्दाखेरि, कतिचोटि उनीहरूले उसको विरुद्धमा बोल्दाखेरि प्रभु त्यतिन्जेलसम्म चुप लाग्नु भयो। तर एक दिन जब उसको अफिसमा त्यो जस्तो अगमनी हामी चाहिँ गर्नु सक्दैन, जब अफिसमा पस्यो परमेश्वरले इन्टरभेन गर्नुभयो त्यतिखेर। सो मेरो उत्साह चाहिँ तपाईँलाई के हो भनेदेखिलाई परमेश्वरको चाहना चाहिँ सानै झन्डा भए पनि भएको मान्छेलाई चेला निर्माण गरेर, किनभने परमेश्वर चाहिँ के भन्छ नम्बरिङमा हुनुहुन्न नि त। यो पनि आई थिङ्क यो माइन्डसेटबाट हामी चेला निर्माण गर्ने माइन्डसेटमा गयौँ भने सानो रहँदैन छ, किनभने उसले अर्को हुर्काउँछ, उसले अर्को हुर्काउँदै गर्दाखेरि। सो प्लिज तपाईँहरूले त्यो बर्थडे र के सेलिब्रेसनलाई चाहिँ एसेन्सियलमा नराखिदिनु होला। यो चाहिँ मण्डलीको प्राथमिकता होइन जस्तो मलाई चाहिँ लाग्छ। एउटा अर्को सङ्घी खेतालाबाट उत्साह तपाईँहरूलाई प्लिज त्यो भित्र नघुमिराख्नुहोस्। मिसन छ गर्नुपर्ने प्रभुको, सारा विश्वमा पुग्नु पर्नेछ। किनभने मलाई लाग्छ मिसन चाहिँ ठुलो चर्च र सानो चर्चले गर्दा मन हो। प्रभु यीशु एक्लो आउनु भएको स्वर्ग छोडेर मिसनको लागि। उहाँ त यौना 3:16 भन्छ नि परमेश्वरले संसारलाई यस्तो प्रेम, त्यो प्रेम चाहिँ उहाँको प्रेमको सारा मानिस बाँचुन् भन्ने चाहिँ उहाँले मिसनको रूपमा चाहिँ प्रभु यीशुलाई पठाउनु भयो। चेलाहरू 12 चेला भएर चाहिँ मिसन सुरु भएको होइन, वास्तवमा त्यो 12 चेला पनि मिसनभित्रकै हो नि त। यदि प्रभु यीशु, फेरि तपाईँले भन्नु होला उहाँ त ईश्वर थियो, म मानिस हुनुहुन्थ्यो त्यतिखेर, उहाँ मानिस हुँदा हुँदै पनि उहाँले एक्लैले त मिसन सुरु गर्नु भने त हामी त सानै चर्च भए पनि 5-6 जना त होला नि त। अनि मिसन भन्दै गर्दा खालि तपाईँ बाहिर जानुपर्छ भनेको होइन मैले। मिसन भनेको परमेश्वरको भिजन, परमेश्वरको उद्देश्यको कुरा गर्दै गरेको। हरेक चर्चको लागि किन हरेक चर्च फरक छ। आयोवामा पनि केही विभिन्न चर्चहरू हामी छौँ, अनि सबै चर्च एउटा होइन। यद्यपि परमेश्वरले माथिबाट हेर्दाखेरि एउटा शरीर देख्नुहुन्छ, कोही हामी हात छौँ, कोही हामी खुट्टा छौँ। हरेक चर्च फरक यस माइनेमा छ, परमेश्वरले हरेक चर्चको लागि उद्देश्य राख्नु भएको छ। त्यही कारणले तपाईँ हामीले चाहिँ खोजौँ त्यो उद्देश्यलाई भन्ने मेरो उत्साह। मैले 1-2 जना पास्टर्सहरू भेट्दाखेरि समटाइम्स उहाँहरू चाहिँ लोनली फिल गर्नुहुन्छ क्या। डु यु फिल लोनली समटाइम्स? त्यस्तो त मलाई अनुभव भएको छैन, किनभने म फेरि कस्तो खालको मान्छे छु भने म मोर सोसल भएकोले गर्दाखेरि म मानिसहरूको वरिपरि घुमिरहेको हुन्छु, मानिसहरूको बिचमा हुन्छु। अनि हाम्रो प्रायः हाम्रो लिडरसिपहरू हामी भेटघाट भएर हुन्छ। मैले अघि तपाईँलाई भनिहालेँ आइतबार हामी भेटेको हुन्छौँ, सोमबार यसो ग्याप हुन्छ, यद्यपि हामी नजिक भएकोले भेट भइहाल्छ। मङ्गलबारको दिन हामी लिडरसिप क्लासमा भेट भइहाल्छ, वेन्सडेको दिन हामी हाउस फेलोसिपमा भेट भइहाल्छ। अब थर्सडे अलिक ग्याप छ, युथहरू शुक्रबार भेटिहाल्छ, शनिबार हामी भेटिहाल्छौँ। यो चाहिँ अब सोसल इन्टरेक्सनको हिसाबले पनि घेरा परेकोले गर्दाखेरि म त्यति साह्रो लोनली फिल गर्दिनँ आफूलाई। ओके, अब चर्चको सङ्गतिको मोडलमा नानीहरूको तपाईँहरूले कसरी सङ्गति गर्नुहुन्छ नानीहरूको बिचमा? हामी चाहिँ अहिले एउटा ट्रान्जिसनल फेजमा छौँ, त्यो कारणले गर्दाखेरि मोर अब हाम्रो युथ र नानीहरूलाई चाहिँ हामी मोर अलिकति इङ्ग्लिस र नेपालीमा लाँदैछौँ। कसरी गर्नुहुन्छ भने? मोर अब के भन्छ सन्डे स्कुल त हाम्रो इङ्ग्लिसमा नै चलिराखेको छ। इङ्ग्लिसमा? हजुर। युथहरूको चाहिँ अलिकति मिक्स अडियन्स भएकोले गर्दाखेरि कहिलेकाहीँ नेपालीमा कहिलेकाहीँ इङ्ग्लिसमा हामीले गरिराखेको छ। जस्तै युथहरूको पनि अब खालि आयो सङ्गति मात्रै हुँदैन, कहिलेकाहीँ हामी टेबल कन्भर्सेसन गरिरहन्छौँ, कुनै पनि एउटा लेटेस्ट टपिक हो या त कसैलाई भएको प्रश्नहरूको, या त कहिलेकाहीँ कुनै पनि एउटा खण्ड पढेर त्यसमा युथहरू अलिकति रिफ्लेक्ट गर्छ त्यो कुराहरूलाई। सो विभिन्न प्रकारले। अनि अब चाहिँ हामीले मोर एउटा इङ्ग्लिस सर्भिस नै युथहरूको लागि भनेर पनि हामी प्रार्थना गरिराखेका छौँ, किनभने हामीलाई के कुरा विश्वास छ भने अबको केही वर्ष पछाडि चाहिँ आई थिङ्क नेपाली अडियन्सहरू रहँदैन यहाँ चाहिँ। त्यो भएकोले हामीले पछि आएर ला भन्नुभन्दा चाहिँ आई थिङ्क अहिलेदेखि नै हामीले त्यो बेस बसाउँदै गर्दाखेरि, किन हामीले भविष्य सोच्दैछौँ नि त। भोलिको दिनमा हेब्रोन त अब हामी त रहँदैनौँ, एक दिन त प्रभु घर जानै पर्छ। तर हेब्रोन माथि परमेश्वर जुन उद्देश्य दिनुभएको छ त्यसलाई तन्काएर लानु हो, प्रभु यीशु फर्केर नआउन्जेल हो भने चाहिँ नेक्स्ट जेनेरेसन प्रिपेयर गर्नुपर्छ। अनि अमेरिकामा चाहिँ नेक्स्ट जेनेरेसन चाहिँ मोर अब अलिकति इङ्ग्लिस नै हो। त्यो कारणले गर्दाखेरि हामी त्यहाँनिर छौँ र हाम्रो चाहिँ अब मोडल त्यस्तो छ भनौँ न। किन धेरै नेपाली सङ्गतिहरूमा चाहिँ नानीहरूको सेवाकाई चाहिँ अलिकति बेवास्ता
भइहाल्यो, धेरैमा त हुँदैन पनि, भइहालेकोमा पनि 2-4वटा गीतहरू गाएर कथाहरू भनेर मिठाई-सिठाई गेम्सहरू नै हुन्छ। तपाईँहरूको चाहिँ कस्तो छ, मोडल कस्तो छ? सो हाम्रो प्रार्थना अनि हाम्रो एस्पिरेसन, हाम्रो आशा र हाम्रो चाहना हामीले चाहिँ अब कुन प्रकारले गर्ने हो भने, हामीले भजन सङ्ग्रहको पुस्तकमा हेऱ्यौँ भने के भनेको छ भने, शैतानको काम विफल बनाउनलाई परमेश्वरले इभन शिशुहरूलाई चलाउनु भयो अरे, जसको अर्थ चाहिँ केटाकेटीले खालि गेम मात्रै खेलाएर हुँदैन है। यो उमेरदेखि नै, जस्तै हामीले इजरायलमा हेऱ्यौँ भने त 13 वर्षसम्म त उनीहरूले त डल्लै व्यवस्थाको 5वटा पुस्तक त उनीहरूले कण्ठ गरिसकेको हुन्छ, अनि मात्रै उनीहरूलाई मेच्योर भन्छ, पारबिज वा समथिङ एउटा वर्ड पनि चलाएको छ। सो हाम्रो पनि चाहना के भने, यो उमेरदेखि नै नानीहरूले अनेकौँ टिभीमा हेरेर 101 गेमहरू उनीहरूले गर्नु सक्छ, 100 कुरा सिक्नु सक्छन्, प्रभुको कुरा पनि सिक्नु सक्छ भनेर हामी चाहिँ मोर कथाहरूतिर भन्दा पनि हामी वर्सिपमा अनि त्यहाँबाट प्रभुको के भन्छ स्पिरिटका कुराहरूमा, हामी होली स्पिरिट ब्याप्टिजमका कुराहरूमा, एन्ड टाइम्स आर्मीहरू प्रिपेयर गर्ने प्रकारले हामी नानीहरूलाई पनि त्यसरी चाहिँ प्रिपेयर गर्दछ, ताकि अहिलेदेखि नै पनि नानीहरूले हिलिङ डेलिभरेन्सहरूको कुरा सिकोस्, अहिलेदेखि नै एन्जेलिक भिजिटेसन्सको कुराहरू सिकोस्, अहिलेदेखि नै वचनको डेप्थलाई उनीहरूले सिकोस् भन्ने हिसाबले चाहिँ हामी मोर त्यसरी फोकस गरिराखेका छौँ। अब यहीँ आएर जन्मेको नानीहरू एटलिस्ट 15 इयर्स 16 इयर्सहरूमा लागिसक्यो, उनीहरूको माइन्डसेटहरू नेपाली सङ्गतिप्रति, हामीहरूप्रति चाहिँ कस्तो खाले पाउनुहुन्छ तपाईँहरूले? बुझ्दैन उनीहरूले। मैले चाल पाएँ तपाईँलाई म एउटा के भन्छ हाम्रो एनालाइसिस अलिकति भन्छु म। कतिचोटि हामीले आइतबारको दिन सङ्गति गर्दाखेरि हामी त मजा आइरहेछ, तर कतिचोटि त्यो यङ केटाहरू कनेक्टै छैन, कति यङ केटाहरू त्यतिकै सुते जस्तो गर्ने, अनि सुरुमा चाहिँ हामी करायौँ, तर अलिक पछि मैले यसो विचार गर्दाखेरि के चाल पाएँ भनेदेखिलाई उनीहरू निन्द्रा लागेर सुतेको नबुझेको रहेछ, उनीहरू के भन्छ कनेक्टै फिल गर्न सकेको रहेछ। हामीले नेपालीमा त कस्तो मजा आउँदछ, नेपाली बुझ्ने त अब आमेन आमेन भन्दछ नि चर्को, उनीहरूले नबुझेको रहेछ। अनि पछि अलिकति उनीहरूकै बिचमा हामीले कुनै अमेरिकन सङ्गतिहरूतिर लाँदाखेरि दे भेरी एक्टिभ, फेरि किन उनीहरूले बुझ्यो नि त। सो त्यो हिसाबले चाहिँ देखेँ क्या मैले। सो आई थिङ्क नेपाली हाम्रो अब नेपाली सङ्गति धेरै चर्चहरूले अब गरिरहनु भएको होला, गरिरहनु भएको छ। सो हामीले यो कुरालाई पनि बुझ्नुपर्ने रहेछ। अब चाहिँ हामी त्यो धारमा छौँ, हामी त्यो ट्रान्जिसनको फेजमा छौँ। अब अलिकति हामी चेन्जमा गएनौँ र अलिकति मिलाउन सकेन भने चाहिँ अर्को पुस्ता सकिने रहेछ। सो त्यहाँ छ भनौँ न, त्यो मैले चाहिँ त्यो विचार गरेँ। युथहरूलाई अब सङ्गति, युथ सङ्गति पनि मैले यसो विचार गर्दाखेरि देख्दाखेरि युथ सङ्गतिको मोडल र हाम्रो मेन सङ्गतिको मोडल प्लस अरू सङ्गतिहरूको मोडल पनि प्राय अलमोस्ट सेम नै हुन्छ। त्यो मैले एक दुईजना युथहरूसँग बात मार्दाखेरि त्यो पनि वान अफ दि उनीहरूलाई चाहिँ अब त्यस्तै हो, सेम हो, भजन गाउने होइन, वर्सिप गर्ने अनि वचन बाँड्ने, त्यो नै भएर पनि तिनीहरू चाहिँ कति कनेक्ट नभएको होइन, सङ्गतिमा त्यति मन त नभएको उनीहरूले। अब युथहरूलाई नै हामीले अगाडि बढाएन, युथहरूलाई नै हामीले अब उनीहरूलाई नै गाइड गरेन भने त भोलि पर्सि चर्च त एम्टी हुन्छ, एकदमै एकदमै यो पनि च्यालेन्जेस छ। सो आई थिङ्क वाइ वी डु वाट वी डु भन्ने प्रश्न चाहिँ हामीले गर्नुपर्छ। हामीले नेपालबाट नै त्यो एउटा मोडल लिएर आएको छौँ, त्यो चाहिँ त्यताको मोडल हो। अब चाहिँ यहाँनिर पावलले कस्तो मिठो कुरा भन्छ वचनमा, समयको चाललाई विचार गरेर त्यसको सही सदुपयोग गर भनेको छ नि त। आजको युगमा आएर एआईको युगहरू छ, 101 इन्फर्मेसन्सहरू पाउने युगमा आउँदाखेरि चाहिँ हामी अगुवाहरूले पनि अलिकति आफैलाई चाहिँ अलिकति सर्वे चाहिँ गर्नु जरुरी छ जस्तो लाग्छ मलाई। किनभने आइतबारको त्यही खालको सङ्गति छ, बुधबारको त्यही खालको सङ्गति छ, युथमा जाऊ त्यही सङ्गति छ, सेम त छ प्याटर्न। त्यो कारणले गर्दाखेरि यो चाहिँ हामीले धेरै अगाडि नै स्टडी गरेकोले गर्दाखेरि, जस्तै आइतबारको सङ्गति मोर हाम्रो सेलिब्रेसन हो, त्यही कारणले हामी सेलिब्रेसन सर्भिस भन्छौँ। त्यहाँनिर हामी आराधनाद्वारा, परमेश्वरको वचनद्वारा मान्छेलाई हामी एकदमै उत्साहित गर्छौँ होइन, हामी मान्छेमा आशा हालिदिन्छौँ, मान्छेमा हामी प्रेम जगाउँछौँ, मान्छेमा हामी विश्वास जगाउने काम गर्छौँ। वेराज बुधबारमा आयो भने इट्स मोर सोसल इन्टरेक्सन, त्यहाँ चाहिँ भेटघाट हो हाम्रो। त्यो घरमा जाँदाखेरि हामी कोसेली लिएर जान्छौँ। यो चाहिँ अब आजभन्दा धेरै वर्ष अगाडिदेखि नै हामीले त्यो मोडल अब जस्तै घरेलु सङ्गति जाँदा त्यो घरको लागि हरेकले कसैले पानी लिएर जान्छ, कसैले कोसेली बोकेर तपाईँ घरमा आज हामी भिजिट गर्न आएको है भन्छौँ। अनि त्यो बसाइमा हामी
प्रभुलाई बिर्सिनु हुँदैन भनेर हामी सङ्गति गर्छौँ, एकछिन आराधना हाम्रो चल्छ। त्यो पछाडि हामीले कतिचोटि के गर्छौँ भने आइतबार सुनेको वचनको अलिकति एक्सटेन्डेड पार्ट हामी भलाकुसारी गर्छौँ। तपाईँलाई के कुरा मन पर्यो अस्ति आइतबारको सेयर गर्नुहोस् न तपाईँ। सो एक दोस्रामा हामी सेयर गर्छौँ। सो त्यो चाहिँ के भन्दा आइतबारभन्दा अलिक फरक भयो, यो चाहिँ हाम्रो इनर कनेक्टेड भयो नि, त्यो चाहिँ मोर इन्टरनल हामीले बात गरिराखेका हुन्छौँ ताकि सन्डे जस्तै नदेखियोस्। यद्यपि अहिले हामीले केही समय त्यो भलाकुसारीहरूलाई अलिकति बन्द गरेर अहिले हामीले बाइबल सर्वे गराइदिँदैछौँ। बाइबल किन महत्त्व छ, बाइबल के हो, बाइबल कसरी आयो हाम्रो हातसम्म, वचनलाई किन हामीले माया गर्नुपर्छ भन्ने कुराहरूलाई मोर अब त्यो पनि इन्टरेक्टिभ हिसाबले हामी सिकाइराखेका छौँ। किनभने जति म वचनलाई बुझ्दछु त्यति नै म परमेश्वरलाई चिन्दछु, किनभने उहाँले आफ्नो बारेमा सबै कुरा त्यहाँ लेखिसक्नु भयो नि त। त्यो कारणले त्यो सिकाउँछ। अब शुक्रबारको दिनमा जानु इट्स डिफरेन्ट। कहिलेकाहीँ उनीहरूले फुल फ्लेजेड वर्सिप गर्छ, वचन सुन्छ, कुनै दिन कुनै बुकबाट उनीहरूले डिस्कसन गर्छ, कुनै दिन सबै बस्छ, म पनि जान्छु, उनीहरूको भएको प्रश्नहरूको टेबल कन्भर्सेसन गर्छ। भेराइटी छ नि त। त्यो हुँदा युथहरू किन युथहरूलाई त म डाइभर्स कुरा मनपर्छ नि त। सो हामी चाहिँ त्यो गर्दैछौँ। अनि तपाईँले राम्रो कुरा ल्याउनु भयो, एकै खालको भयो भनेदेखिलाई आउँदैन अनि हामीले रिसाउनु हुँदैन। सो त्यसको उसमा चाहिँ हामीले मोर अलिकति क्रिएटिभ आइडियाज सङ्गति नै हो। सङ्गतिको प्रिन्सिपल त चेन्ज हुँदैन, तर कसरी हुन्छ क्रिएटिभ भएर त्यसलाई चाहिँ कसरी गर्ने। अनि अब सबैले घरेलु सेवा गर्छ हामी पनि गरौँ भन्नलाई होइन, तर किन चाहिँ गरेको त घरेलु सेवा? तपाईँहरूको चर्चको लागि चाहिँ के हो त घरेलु सेवाले के चाहिँ हुनुपर्छ त? कहाँ चाहिँ देख्दै हुनुहुन्छ त तपाईँ? हो त्यो रिजनिङ चाहिँ हामीले लियो भने आई थिङ्क सबै कुरालाई हामी अलिकति मजाले क्रिएटिभ भएर गर्नु सक्छौँ जस्तो लागेको। एभ्री क्वेसन चाहिँ वाइ वी डु भन्ने चाहिँ। तपाईँ अब म्युजिकमा पनि तपाईँ गिफ्टेड हुनुहुन्छ, भजनहरू राम्रो तपाईँले 2-4 रेकर्ड गर्नुभएको छ, मिठो छ। एज अ म्युजिसियन तपाईँलाई प्रश्न अथवा तपाईँको सजेसन गर्दाखेरि चर्चको म्युजिकलाई तपाईँको यसो 1-2 सरसल्लाह दिनुहोस् है। स्पेसल्ली अब हाम्रो अब धेरै त नभनौँ, केही चर्चेसहरूमा चाहिँ अब गिफ्टेडहरू हुन्छ, उनीहरूले राम्रोसँग वर्सिप लिडहरू एकदमै स्किलली गरिरहेको हुन्छ भनेदेखि अब कतिवटा कुरामा चाहिँ अब अन द स्पोट आएर होइन कर्डहरू पनि कतिवटा कुरा थाहा हुँदैन, के हुन्छ, स्केल कहाँ भइरहेको हुन्छ, के भइरहेको हुन्छ, कसो भइरहेको हुन्छ। अब त्यस्तोमा एज अ म्युजिसियन अब त्यसले पनि सङ्गतिमा त्यसले पनि असर त पार्छ नि त। अब गिटार कहाँ बजिरहेको हुन्छ, कहाँ गीत गाइरहेको हुन्छ, कहाँ के भइरहेको हुन्छ होइन, माइक कहाँ बजिरहेको टुट्टी, त्यो कुराहरू अब तपाईँ एज अ म्युजिसियन त्यो कुराहरूको अलिकति तपाईँलाई धेरै अनुभव पनि छ, 1-2 सरसल्लाह दिनुहोस् त, के गर्दाखेरि बेस्ट हुन्छ? आई थिङ्क त सबैको आफ्नो प्याटर्न पक्कै होला, तर यो लामो जर्नीमा 30+ सङ्ग्सहरू रेकर्ड गरेको एउटा अनुभवहरू र धेरै लामो समयदेखि पास्टरल सेवाका आउनुभन्दा अगाडि एउटा वर्सिप लिडर पनि भएकोले गर्दाखेरि दुईवटा कुरा हामीले एकदम इम्पोर्टेन्ट छ। म्युजिक वर्सिप होइन, तर म्युजिक एउटा वर्सिप हो या त प्रेजको एउटा राम्रो अनुयायी हो, मित्र भने पक्कै हो। अनि म्युजिकले जहिले पनि परमेश्वरको उपस्थितिको लागि एउटा राम्रो वातावरणलाई निर्माण गर्छ। थ्रु म्युजिक पनि परमेश्वरले कम्युनिकेट गर्नुहुन्छ। यदि यो परमेश्वरले बनाउनु भएको हो र परमेश्वरलाई प्रशंसा गर्ने कुरामा र आराधना गर्ने कुरामा यो इम्पोर्टेन्ट छ भने हामीले झन् यसलाई कति बेसी इम्पोर्टेन्ट लिनुपर्छ। सो दुईवटा कुरा एकदमै इम्पोर्टेन्ट छ। मलाई ब्यालेन्सको बारेमा बोल्नु मन लाग्छ। एउटा तबकाको मान्छे छ जो चाहिँ भयङ्कर स्किल्ड हो, दे आर नट स्पिरिचुअल। एउटा ग्रुप छ भेरी स्पिरिचुअल तर बजाउनुमा छैन फेरि। सो हामीले चाहिँ भजन सङ्गीतले के भन्छ निपुण साथ बजाउ भनेको छ। यस कारणले गर्दाखेरि गिटारहरू सिक्नु स्किल्ड हुनु पाप होइन, त्यो झन् अझै मेरो प्रभुलाई बेस्ट दिनु हो नि त, ब्युटिफुल कुरा हो। तर त्यो सँगसँगै त्यो मात्रै भयो भने चाहिँ फेरि हामी एक पार्टी हुन्छौँ जस्तो मलाई लाग्छ। अनि त्यही कारणले गर्दा एजे टावरले होला धेरै अगाडि उहाँको किताबमा लेख्नु भएको छ नि, के भन्छ वर्सिप लिडर गेट मोर इन ट्युन विथ द होली स्पिरिट देन यो गिटार भनेको छ नि। सो हामीले त्यो ब्यालेन्सलाई सिक्नु सक्यौँ भने अघि तपाईँले भनिहाल्नु कतिजना हो ठिकै नै हो आएर क्राफ्टको बजाउँछ गरिदिइहालिन्छ नि भन्ने गरिन्छ, त्यो त कुन ठुलो कुरा हो। बट एट द एन्ड इज द्याट गिभिङ ग्लोरी टु गड? के त्यसले प्रभुको महिमा हुँदैछ कि त्यो प्रशंसामा परमेश्वर आइकन विराजित हुँदै हुनुहुन्छ? किन भजन सङ्ग्रह 22 त एकदम डिस्टिङ छ नि त, गड इनहेबिट्स इन द प्रेजेस अफ हिज पिपल भनिन्छ। प्रशंसा र आराधना अब यहीमा पनि कुरा आयो। तपाईँले अनप्रिपेयर्डनेस देख्दाखेरि आएर कहिलेकाहीँ के भन्छ प्रशंसा वनपाखा गुन्जाइदेव गाइदिइरहेछ, सङ्ग्सको तयारी छैन। अस्ति मैले एक ठाउँ के भन्छ देखेँ सुन्दै थिएँ प्रशंसाको गीत भने चाहिँ हाम्रो एड्रिन दाईको गीत दार्जिलिङ भन्ने त्यो एउटा गीत गाउँदै थियो,
गीत त गाइन्छ नि त, तर प्रशंसा चाहिँ कमान्ड हो यसको लागि। प्रशंसा चाहिँ गरि नै पर्छ। आराधना चाहिँ हाम्रो भित्र प्यासीपनबाट निस्केको कुरा हो नि त। प्रशंसा भनेको परमेश्वरले गर्नुभएका महान कार्यहरूको बारेमा वर्णन गर्नु। सो यो पनि त तयारी गर्नु पर्यो नि त हामीले। सो आत्मिक जीवन, स्पिरिचुअल लाइफ र स्किललाई हामीले ब्यालेन्स गर्नुपर्छ एज अ म्युजिसियन। अनि प्रभुको उपस्थितिमा हामी बस्न सिक्नुपर्छ। एउटा मान्छेले अर्कोलाई त्यहीँसम्म लान्छ अरे जहाँसम्म ऊ पुगेको छ। तपाईँ हामी वर्शिप लिडरले आजसम्म परमेश्वरको सिंहासन कोठै देखेको छैन, हामी कसरी लिएर जाने? हाम्रो काम त प्रभुको उपस्थितिमा मान्छेलाई लाने हो नि त। सो 6 दिन म त प्रभुको उपस्थितिमा बसेर चाहिँ आएर अर्कोलाई लिएर जाने हो नि त मैले। सो म्युजिसियन्सहरू हामी चर्चमा सेलिब्रेटी गर्न पनि आएको होइन। मेरो अनुभव पनि दिन्छु, मलाई सुरुमा लाग्थ्यो क्या, अब नाम चलोस् हाम्रो गीतहरू। अब त्यतिखेर अब टिन नै थियौँ हामी, त्यस्तो कुरा फेसिनेट थियो नि त। अब सोनु निगमको फ्यान फेरि हो, अब हुन्थ्यो नि त। तर बिस्तारै परिपक्वतामा आउँदै गर्दाखेरि यो त मिन्स मात्रै रहेछ वास्तवमा। मेरो हृदय चाहिँ हाम्रो सायद मैले केही समय अगाडि हाम्रो समीर तिर्व दाजुबाट वचन सुनेको थिएँ, गड इज मोर इन्ट्रेस्टेड इन आवर हार्ट देन आवर आर्ट भन्ने क्या। सो आर्ट र हार्टलाई चाहिँ हामी कसरी मिलाएर जानु, कि हृदय चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। प्रभुसँग बस्नुहोस्, गीत पनि प्रभुले दिनुहुन्छ। प्रभुबाट आएका गीतहरू युगौँ चल्छ। आज हामी पनि गाउँछौँ हेर न हेर सृष्टिको, मेरै नानीले गाउँछ हेर न हेर सृष्टिको, खुसी खुसी मनाउ गाउँछ। किनभने यिनीहरू चाहिँ परमेश्वरसँग बसेर निस्केका गीतहरू। कति गीतहरू आए गए। सो सबैभन्दा पहिलो कुरा म्युजिसियन्स प्रभु, किन इट्स अल गोइङ टु गड। बाइबलले भन्छ एभ्रिथिङ वाज क्रिएटेड बाई गड फर गड। सो प्लिज डोन्ट बी अ सेलिब्रिटी। हामी चाहिँ एकदम हम्बल सर्भेन्ट अफ गड हुनुपर्छ र म्युजिकद्वारा पनि प्रभुको मिनिस्ट्री गर्नुपर्छ। 3 सन्तानको बुवा हुनुहुन्छ तपाईँ होइन, अनि श्रीमती हुनुहुन्छ, तपाईँहरूको परिवार सानो परिवार। कतिको इम्पोर्टेन्स छ फ्यामिलीको सपोर्ट, प्रेयर, एउटा हौसला, उत्साह तपाईँलाई कतिको पुस गरिरहेको छ सेवाकाईमा? फ्यामिलीको सपोर्ट नहुनु भने त मलाई साह्रो पर्थ्यो नि सेवाकाई गर्न। मेरो वाइफले थुप्रो कुराहरू ह्यान्डल गरिदिएकोले गर्दाखेरि मलाई मिनिस्ट्रीमा फ्रिडमको साथ खुला भएर म सेवाकाई गर्न, भिजिट जान, कहिलेकाहीँ मिसनको लागि 1-1.5 महिना नेपाल जान मलाई धेरै टेवा पुगेको छ। मेरो श्रीमती, इभन मेरो सासू, अनि मेरो इभन आमा, उहाँहरूको धेरै ठुलो हात छ। त्यसरी फ्यामिलीको ब्याक सपोर्ट हुँदाखेरि हामीलाई सेवाकाई गर्न एकदमै हलुका हुँदो रहेछ। सो आजको यो पोडकास्टबाट तपाईँले सोधिहाल्नु भयो, म थ्याङ्क यू पनि भन्छु मेरो श्रीमतीलाई, मेरो सासू, मेरो आमालाई पनि, अनि सारा मण्डलीलाई पनि, जसले मेरो पछाडि उभिदिएकोले गर्दाखेरि मलाई सेवाकाई गर्न सहज भएको छ। पेयर सपोर्टरहरू चर्चमा अब या कुनै पनि जग्गामा अब एउटै लेभलको कुनै पनि स्पिरिट हुँदैन, कोही बेला तलमाथि भइरहेको हुन्छ। अब एज अ तपाईँ एज अ चर्च लिडर हेब्रोन इन्टरनेसनल मिनिस्ट्रीलाई तपाईँले लिड गरिरहनु भएको छ, कोही बेला कन्फ्लिक्टहरू आइपुग्छ लिडर्सहरूको बिचमा होइन, आफ्ना इष्टमित्रको बिचमा पनि। त्योहरूलाई तपाईँले कसरी ह्यान्डल गर्नुहुन्छ, अथवा त्यसबाट के पार्टहरू अब सधैँ नै एउटै लेभलको हुँदैन होइन, कोही बेला यता सोचेको हुन्छ, दाहिने सोच्दाखेरि बाहिने त्यो च्यालेन्जेसहरूलाई तपाईँले कसरी लिनुहुन्छ? यो चाहिँ लिस्ट फेभरेट थिङ हो मेरो। आई थिङ्क सबैजनाको कन्फ्लिक्ट म्यानेजमेन्ट। यद्यपि हामी यस्तो ठाउँमा छौँ, प्रभुले हामीलाई राख्नु भएको छ जहाँनिर हामीले खालि वचन मात्रै प्रचार गर्दैन, तर आएको कन्फ्लिक्टहरूलाई पनि हामीले म्यानेज गर्नलाई परमेश्वरले राख्नु भएको छ। अनि जीवनमा हामी थुप्रो कन्फ्लिक्ट्सहरूबाट गयौँ। इभन अघि मैले चर्चको त्यो एउटा ट्रान्जिसनको पनि कुराहरू गरेँ होइन। अनि आजको दिनमा यसो मेच्योरिटीमा आउँदै गर्दाखेरि म चाहिँ अब कस्तो छ भने मेरो कतिवटा कन्फ्लिक्टको पनि लेभल्सहरू छ नि त। कति अब सिभियर कन्फ्लिक्ट्सहरू छ, कति अब माइनर कन्फ्लिक्ट्सहरू हुँदाखेरि म धेरैचोटि, जस्तै माइनरहरूमा धेरैचोटि म स्टेप इन गरिहाल्दिनँ। फर्स्ट त आई प्रे, त्यो पछाडि हाम्रो लिडर्सहरू हुनुहुन्छ, एल्डर्सहरू हुनुहुन्छ, लेट देम डु इट मोर अफन। कतिवटा माइनर्सहरू या त कति त हामी प्रभुको हातमा छोडिदिन्छौँ। किन एभ्री कन्फ्लिक्टमा आई थिङ्क एज अ लिडर हामीले हाम्रो एनर्जीलाई ड्रेन गर्नु पनि हुँदैन। कतिवटा कुराहरू जस्ट एउटा मनमुटाव हुन्छ, प्रभुको उपस्थितिमा लगिँदा कतिवटा उनीहरू 1-2 दिनको मिलिहाल्छ। तर मेजर कन्फ्लिक्ट्सहरूमा चाहिँ भेरी फर्स्ट चाहिँ आई लेट माई एल्डर्स डिल विथ इट। अनि कतिवटा कुराहरूमा उहाँहरू सक्सेस नहुँदाखेरिदेखिलाई देन म पनि स्टेप इन हुन्छु, मेरो वाइफ हामी स्टेप इन हुन्छौँ, हामी बस्छौँ, सुन्छौँ कतिवटा कुराहरू।
सबैभन्दा पहिलो कुरा चाहिँ हामी त्यहाँ पनि गएर हामी प्रार्थना गर्छौँ, किनभने ह्युमन एफोर्टमा चाहिँ हामी म जति नै जे नै किताबहरू पढौँ या त मैले जहाँबाट जतिवटै हुन्छ नि कन्फ्लिक्ट म्यानेजमेन्टको 5 किजहरू जति नै ल्याउँ, जबसम्म परमेश्वरले हस्तक्षेप गर्नुहुन्न, एज ह्युमन बिइङ म चाहिँ जहिले पनि भल्नरेबल नै हुन्छु, मलाई साह्रै पर्छ नि त। सो वी स्टार्ट विथ प्रेयर, त्यो पछाडि हामी काउन्सिल गर्छौँ कतिवटा कुराहरू, सबै त्यो दिन मिल्छ मिल्दैन कतिचोटि, तर एउटा एकसाथको बसाइ त भयो नि त। अनि हामी त्यो कन्फ्लिक्ट्सहरूमा हाम्रो काउन्सिलिङ दिन्छौँ, हामी प्रार्थना गरिदिन्छौँ, अनि उनीहरूलाई पनि डिसिसनको फेजमा हामी छोडिदिन्छौँ। यति चाहिँ भन्छौँ जो अब तपाईँहरूले यहाँदेखि उता लिने डिसिसनले चाहिँ यति चाहिँ विचार गर्नु, यो ठाउँमा प्रभु यीशु भए चाहिँ उहाँले कसरी ह्यान्डल गर्नुहुन्थ्यो। सो कतिवटा कन्फ्लिक्ट चाहिँ हामी उहाँको हातमा छोडिदिन्छ, किन त्यो मेच्योरिटीमा आउँदै गर्नलाई। र कतिको त अब हुन्छ नि कतिको स्पिरिट नै अब त्यस्तै नै हुन्छ, यद्यपि अहिले हाम्रो चर्चमा हामीले त्यो खालको डिल गर्नु परेको छैन, तर ओभर द टाइम त्यो अनुभवहरू पनि पक्कै छ। देयर आर फ्यु पिपल द्याट वी हेभ टु लिभ इट एट गड्स ह्यान्ड नै जस्तो लाग्छ मलाई, जुन मैले देखेँ अघिल्लो कति मान्छेहरूले गर्नुभएको। तर अब त्यस्तो सिभियर खालको कन्फ्लिक्ट म्यानेजमेन्टमा चाहिँ आउनु परेको छैन अहिलेसम्म। नेपालमा क्याम्पको त्यो बेलाको समय बसाइ होइन, 2 दशक जस्तो त्यहाँ बस्नुभयो तपाईँहरू, सायद तपाईँ त्यहीँ जन्मिनु भएको होला होइन कि? ओके, त्यहाँको त्यो परिस्थितिबाट यो परिस्थितिसम्म आइपुग्दाखेरिको यात्रा लामो छ होइन, अब नसोचेको कुराहरू प्रभुले त गर्नुभयो। यो कुराहरूलाई यसो फर्केर हेर्दाखेरि कस्तो सपना जस्तो लाग्दैन त? कहिलेकाहीँ यसो एक्लै बसेर यसो रिफ्लेक्ट गर्छ क्या, कहिलेकाहीँ यसो फिल गर्छु। अब यादहरू त छन् त, सम्झना लायक मिठो यादहरू छ। इभन सेवकाईको म सानैदेखि 2004देखि चाहिँ म क्याम्पमा आएर, त्योभन्दा अगाडि म माथि धेरै साल मेरो बाबा पनि टिचर भएकोले म माथि चिसाङमा थिएँ, तोदे चिसाङमा थिएँ, बिन्दुदेखि उँभो वेस्ट बेङ्गलको। पछि 2004देखि चाहिँ मैले जर्नी स्टार्ट गरेँ क्याम्पमै बसेर सेवकाई। म सम्झना पनि चाहन्छु मेरो आदरणीय पास्टर मर्कोस घिमिरे जो अहिले क्यानाडामा हुनुहुन्छ, उहाँको राम्रो डिसाइपलसिप रह्यो। त्यो सेवकाई, त्यहाँको अनुभव, साथी इष्टमित्र, त्यो स्कुल डेज, त्यहाँ हाम्रो कलेज डेजहरू हुन्छ नि, विभिन्न त्यो मेमोरिजहरू छ। त्यहाँको सेवकाईको जलनहरू म अस्ति कसलाई पो भन्दै थिएँ, सायद हाम्रो बिएनसीको पास्टर शान या त कोसँग बात गर्दै गर्दै भन्दै थिएँ मैले, नेपालतिर त हामीलाई कन्फरेन्सहरूको चिठी पनि खासै आउनु पर्दैन थियो, हामी त्यति साह्रो उत्साहित हुन्थ्यौँ। हामी कहिलेकाहीँ थाल बोकेर जान्थ्यौँ, हामी किन लिएर जानु पर्थ्यो, पहिला त थाल बोटको बोकेर जानु पर्थ्यो खाना खानलाई। अब हुन्छ नि त्यो समयहरू, त्यो बेलाको जोस। अनि पछि अब यहाँ अमेरिका आएपछि त परिस्थिति फरक नि त, अनि आज पनि यसो हेर्दाखेरि फरक। तर कहिलेकाहीँ सुरुमा चाहिँ मैले यो प्रश्न गर्थेँ, नेपाल जस्तो यहाँ त भएन, काश नेपाल जस्तो भने। तर प्रभुले मलाई एक दिन के डिल गर्नुभयो भने, तैँले मिश्रको अनुभव खोज्दैछस्, कनानमा बसेर त फेरि मिश्रको अनुभव खोज्दैछस्, जुन चाहिँ इजरायलीले भनेको थियो, किन चाहिँ लिएर आयो नि मसा, बरु त्यतै ठिक थियो नि हामीलाई। त्यो सिजन थियो, अनि यो सिजन। सो कहिलेकाहीँ यसो सम्झनाहरू चाहिँ हामी सम्झिन्छौँ। सुरुमा चाहिँ अलिकति मन बिथोलिन्थ्यो, तर आजको दिनमा चाहिँ यहाँको सेवकाई हेर्दै गर्दा प्रभुले यो सिजनमा यही प्रकारले चलाउँदै हुनुहुन्छ नि त आखिर भने। किन मैले यो रेज गरेँ भने, मैले थुप्रो मान्छेको सुनेको छु क्याम्पमा ती साह्रो प्रभुमा बढेको मान्छेहरू आजको दिनमा यहाँ अब काम कतिवटा कुराले गर्दाखेरि सेला हेरे भन्ने। अनि उनीहरूले कहिलेकाहीँ भन्दाखेरि उहाँको जस्तो छैन भन्दै नि, किन उहाँको जस्तो हुनु भने प्रभुले किन यहाँ ल्याउनु नि त हामीलाई, उहाँको जस्तो हुनलाई ल्याएको होइन नि त। सो त्यहाँको त्यो अनुभव त्यही थियो, मिश्रको अनुभव मिश्रै हो, तर हामी त अहिले कनानमा छौँ नि त। यहाँको अनुभव यहाँ त झन् बेसी प्रभुसँग लागि पर्नु जस्तो लाग्छ है। सो सम्झनाहरू त अब एउटा गीतै बनाएको छु मैले, भिड थियो, खचाखच थियो, तैपनि त सुन्दर मेरो गाउँ थियो, अभाव थियो, आशाहीन थियो, तैपनि त बाँचिन्छ भन्ने एउटा आँट थियो। अब यी सबै त सम्झनालाई बाँकी अब यादै मात्र रह्यो भन्ने एउटा मिठो गीत बनाएको छु। अब सम्झनाहरू छन्, त्यति नै हो। त्यो कुराहरूले हामीलाई पार्ने सिकाउँछ। हाम्रो यो बसाइमा हामीले धेरै कुराहरू गऱ्यौँ। आशा लाग्छ कि अब आउने दिनहरूमा प्रभुले अझै हेब्रोन इन्टरनेसनल मिनिस्ट्रीलाई अझै नेक्स्ट लेभलमा अवश्य पनि लानुहुन्छ। अनि तपाईँको टिमलाई हामी यही शुभकामना हामी दिन्छौँ। र अन्तिममा जानुभन्दा अगाडि आजको कार्यक्रम बन्द गर्नुभयो केही छ भनेदेखि तपाईँलाई समय। अन्तिममा म फेरि पनि तपाईँलाई धन्यवाद दिन्छु। तपाईँले आउनु भएको बेलामा तपाईँहरूको आफ्नै एउटा व्यस्तता बिचमा पनि यो मौका दिनुभयो, तपाईँको मिडियामा यसो भलाकुसारी गर्ने, प्रभुको केही कुराहरू सेयर गर्ने। अनि अन्त फेरि पनि सबै नेपाली चर्चेसहरूलाई म एउटा प्रभुको दासको हैसियतले उत्साह नै गर्छु, हामी मिसन गर्नुपर्छ।
किनभने आज पनि ती देशहरू छन्, आज पनि त्यो ठाउँहरू छ जहाँ मान्छेलाई कोही त आइदियोस् भन्ने छ, कोही खेतालाहरू आइदियोस् भन्ने छ। तपाईँ हामी पुग्न नसके पनि हाम्रो स्रोत साधन पुग्छन्। अनि म के विश्वास गर्छु भने आज हो हेर्नुहोस् है, हामीले दिल्लीमा सेवकाई गर्दैछौँ, एउटा उदाहरण नि। एक दिन परमेश्वरले बुरारी दिल्लीको बारेमा सम्झिँदा मैले हेब्रोनलाई पनि सम्झिनुहुन्छ नि त। म त्यहाँ नपुगे भने या त हाम्रो मान्छे नपुगे भने त्यो ठाउँलाई आशिष गर्दा मेरो परमेश्वरले पनि सम्झना गर्नुहुन्छ। सो म तपाईँलाई भन्छु यो ठाउँमा बसेर पनि हामी इम्प्याक्ट पार्न सक्छौँ। केही छैन, तपाईँको चर्चले पक्रेन भने तपाईँले पक्रिनुहोस् न त। किनभने यो मिसनको भिजन चाहिँ चर्चलाई मात्रै होइन नि त, हरेक चर्च त व्यक्ति हो नि त। हामीले पनि त्यसरी सुरुवात गऱ्यौँ। हामीसँग धेरै पैसा थिएन, मन थियो। हामीले थोरै पार्टनरसिपबाट स्टार्ट गऱ्यौँ। हामीले जहिले पनि त्यहाँको पास्टर बरलाई भन्छौँ तपाईँको हो सेवकाई, भिजन प्रभुले तपाईँलाई दिएको, हामी तपाईँहरूको लागि पछाडिबाट छौँ है, ठेल्ने भनिदिन्छौँ। त्यसरी गऱ्यौँ। सो तपाईँहरूलाई यही उत्साह गर्छु, हृदयले प्रभुको उद्देश्यलाई पक्रिनुहोस्। प्रभुले तपाईँको लाइफमा के बोल्दैछ थोरै भए पनि त्यो ठाउँहरूमा हामी आशिष पुऱ्याउँ। भजन सङ्ग्रहको पुस्तकले भन्छ मानिसहरू पर्खेर बसेका छन्, को आएर चाहिँ हामीलाई असल खबर भनिदिने। तपाईँ नपुगे पनि कसैलाई पठाइदिनुहोस्। अनि यो नै आशिष अनि उत्साह बोल्न चाहन्छु र फेरि पनि तपाईँलाई धन्यवाद। आजको यो कार्यक्रम बसाइमा हामी छोटो भए तापनि हामी प्रभु दाससँग कुराकानी गर्ने सक्यौँ र यो सम्पूर्ण कुराहरू, व्यवस्थाहरू, सबै कुराहरू, क्यामेरा, सबै कुरो सेटिङ, सबै कुरा मिलाउनको लागि चाहिँ हाम्रो आदरणीय मित्र अब्राहम तिरुवा हुनुहुन्छ प्रेस टिभीको, उहाँले मिलाइदिनुको लागि सबै कुराको लागि हामी उहाँलाई पनि धन्यवाद भन्दै आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ। जय मसीह।